यात्रा पोखरादेखि खुमैडाँडा हुँदै खोर्चनसम्मको सुरु गरौँ हाम्रो यात्रालाई। हे गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल आफ्टर भेरी भेरी लङ टाइम। आज हामी जाँदैछौँ खुमैडाँडा ट्रेक र हाम्रो यात्रा सुरु भएको त एका बिहानैदेखि हो, तर भ्लग भन्ने चिज त्यस्तै भयो। अहिले चाहिँ हामी के हो यो घचोकबाट माथि हिँड्दैछौँ। हाम्रो प्लान थियो चिचिमले पुग्ने, विच इज भेरी अनसक्सेसफुल प्लान। अहिले चाहिँ हामी हिले खर्कासम्म पुग्न ट्राई गर्छौँ। यसको हेरौँ के हुन्छ। दिदीहरूलाई यहाँ लौरी चाहिसक्यो, हिँडेको 2 मिनट भएन। अझ यस्ता मान्छे आज चिचिमले, हाम्रो प्लान अझ चिचिमले पुग्ने अरे। आज चिचिमले त सम्झिने पानी छम्किने भइहाल्यो। हिले खर्का चाहिँ पुग्न पर्छ। हिले खर्का चाहिँ हामी पुगिन्छ, जसरी पनि पुगिन्छ। अब फेरि यतै बास बसौँ भन्न थालिसक्नु हो। म त फर्किन्छु। जर्नी चाहिँ रमाइलो हुनेवाला जस्तो लागिरहेको छ मलाई। थकै लागिसक्यो, 2 मिनट भयो, थकै लागिसक्यो। रमाइलै हुन्छ सबैको यहाँ। मैं तो थक गई भाइ साहब। ट्रेकिङ भइसक्यो जस्तो छ हाम्रो हालत। अब हामी अर्को ट्रेकिङ गइएला कि नगइएला त? अब हामी गइदैनौँ। 2 मिनट भएन कि हिँडेको फेरि समय। 2 मिनट भएन हिँडेको, अब गइन्न भन्न थालिसक्यो। भन्ने भइसक्यो। बाटो नि यस्तो ढलाइ छ क्या। ट्रेकिङ त तिलिचोको प्लान छ। कहाँ तिलिचो? म त बडीमालिका पुगिसम्म सोच्दैछु। पछि फेरि अर्को जाडोमा अर्को ट्रेकिङ हिँड्न पर्छ। जानियो हिउँ खेलियो जानियो। अहिलेलाई चाहिँ खुमै पुगौँ पहिला, त्यही पुगेला जस्तो छैन। हिले फर्काउँदै फर्केला जस्तो पनि लागिसक्यो। हिले खर्का नि पुग्न पर्यो नि पहिला। Oh my God। अब यहाँ के बुन्न थालिसक्यो केले चित्त बुन्न छोडिसक्यो। अब कोहीलाई क्याब धेरै भइसक्यो, कोहीले लौरी भेट्टाइसके। यस्तो ढलाइको बाटोमा हिँड्न लौरी जस। यता जङ्गलहरू छ। हामी 3 जना मात्र छौँ कि, अरू ग्रुप भेट्न नि हामी यति ढिला आयौँ। कति बजे? 3 बजे त हामी यहीँ घाचोक छौँ। अनि हाम्रो टाइमै यस्तो भइगयो क्या, अलिक टाइम मिलाएर हिँड्या भए। दिँदै झोला बाङ्गे बाहा हुन्छ। हलुका एकतिर लामो एकतिर छोटो। प्रगति चाहिँ भर्खर हिँडेको 5 मिनट भएन हामी त्यहाँ घचोकबाट। ऊ अब लौरो चाहिहाल्यो अरे। अब लौरो टेकेर हिँड्न पर्ने। लौरो टेकेको ठाउँ यस्तो छ। अब सिडीमा गएर खासमा फर्स्ट टाइम ट्रेक हो भनेपछि इमेजिन गर्नु कति एक्साइटेड छौँ हामी र कति नादान परिन्दा केही थाहा नभएको मान्छे छौँ हामी। 5 मिनट हिँडेर थाकेका मान्छेले फेरि अर्को ट्रेकिङको प्लान गर्दै जाने हो अर्को ट्रेकिङ जाने हो। हेरौँ डे 2 सम्म के हुन्छ स्थिति। बढी नाटक। अब मेरो रूप चेन्ज गरिसकेँ मैले। घरि के त्यहाँ हेर न, कोहीलाई फेरि सगरमाथा चढ्न गयो। 2टा लौरो टेकेर सगरमाथा हिँड्दैछन्। हाम्रो जेठी दिदी यहाँ भरिमा सबभन्दा, त्यही भएर हामीलाई छिटो गराएर उहाँले माथि पुर्याउनुहुन्छ। आज यस्तो मान्छे भएन भने त हामी आज घाम छायो नि क्यारे। घाम तारा पनि पुगिन सरी पाखा छन्। सर्टकट बाटो रहन्छ कि सबै यस्तो हो बाटो। अब अर्को पालिबाट त अलि धेरै ट्रेकिङ हुन थालेपछि सबै किन्ने ट्रेकिङ जुत्ता प्लान अर्को पालि हिँड्नेसम्म भइसक्यो यहाँ मान्छे। कोही फेरि यही त कसरी पुग्यो। अहिले त सब जुगाडी छ क्या हामीहरूको। सर्ट लाएर ट्रेकिङ हिँडेछु म। कोही के मान्छेहरू फर्किँदैछन्, हामी चढ्दैछौँ। यस्तै छ जिन्दगी, समय। हाम्रो ट्रेक त यो त सुरु होतै खतम हो गया भइसक्यो। मान्छे मैं तो थक गई भाइ साहब। मैं तो फिर से थक गई। तर हामीले ब्रेक लिएको छैनौँ। हामी हिँड्न चाहिँ
सुई हिँड्ने हम दिदी देखिनु न घरिघरि क्यामेरामा यस्तो दामी पारामा इन्जोय द भ्यू तर भ्यू हेरेर हिँड्न मन छ तर बाटो हेरेर चाहिँ हिँड्न मन लाग्दैन ढलानको बाटो 1500 को लोभ गरेको यहाँ गुरु 1500 तिर सरी पाखा गाडीमा पुग्यो बा चल्नको मान्छेले 2500 मा कहाँसम्म लग्छ सरी पाखा केही छैन आफ्नो डिसिजनमा रिग्रेट गर्नु हुँदैन जे थियो राम्रोकै लागि थियो भन्ने हिँड्ने हो हिँड्दाखेरि चाहिँ अलिकति हावाले छेड्छ जस्तो हावा लाग्न थालेर चिसो हुन आए जस्तो भएपछि चाहिँ टक्क क्याप छ टोपी छ जे छ लगाइहाल्ने कि भन्दाखेरि फेरि भोलि रुगा लाएर टाउको दुखेर हिँड्नै सकिँदैन त्योभन्दा बेटर त खोजी चलिरहेको टोपीको पहिले फेरि माइ गॉड मेकअप पाउच 5 स्टार खाम न 1 घन्टा कहाँ 5 स्टार सबैका झोला झोला तिम्रो झोलाको खाम न अहिले यो अब हामी 3 जनाले खान्छौँ बार अनि झिक्नु र 2 थोक खाम धेरै नखाम भोलि एउटा झिक्नु न म बोल्दा बोल्दै मान्छेहरू भएर लाज लाएर भने थिइनँ हामी किन यस्तो भएन हाम्रो आइटिनरीमा चाहिँ आज हामी चिचिम्लेसम्म पुग्ने प्लान थियो 1 बजे 1:30 बजे यहाँ झरिसकेर अनि त्यसपछि हिँड्ने प्लान थियो तर हामी आइपुग्दा नै 3 बजे के 1:30 बजे बल्ल हामी हरिचोक आइपुग्यौँ अनि त्यहाँबाट हिँड्दाखेरि चाहिँ हामीलाई अलिकति टाइम नै लाग्यो अनि गाडीमा नि सामान लोड अनलोड गर्दाखेरि गाडीले पनि टाइम लगाइदियो 3 बजे बल्ल हामी यहाँ आइपुग्यौँ त्यसले गर्दाखेरि चाहिँ अनि लोकल्सहरूले चाहिँ हामीलाई सकेसम्म हिलेखरको पुग्न खोज सकेनौँ भने त्यो नि पर्दैन घाम तारा चाहिँ पुग जस्तो कुरा गर्नु भएको छ त्यो गर्दाखेरि हामीलाई भोलि गाह्रो हुन्छ भने हामी हिलेखरसम्म पुग्ने प्लान छ हेरौँ हाम्रो अहिलेको स्पिडले एनर्जीले हामी हिलेखरसम्म पुग्छौँ जस्तो मलाई आइरहेको कन्फिडेन्ट हेर कसैको फेरि होइन त्यही पनि वी विल ट्राई आवर बेस्ट टु रिच आवर डेस्टिनेसन र हामीले आफ्नो आइटिनरी च्याट्ने प्लान बनाउँदैछौँ आइटिनरी घरदेखि बनाएर आएको काम लागेन ठिकै छ ट्रेक भनेको यस्तै हो अलिक इनएक्सपिरियन्स्ड ट्रेक हो हाम्रो लागि फर्स्ट ट्रेक हो यस्तै हुन्छ सबै प्लान त हुँदैन त्यही नै हो धन्न एउटा क्यामेरा स्ट्यान्डहरू चाहिँ बोकेर आएको धन्न त्यो चाहिँ ल्याउनु बिर्से छैन हेर्न सक्नुहुन्छ यो दुईटीलाई हामी चाहिँ क्याप लगायौँ भनिहाल्यो किन क्याप लगाएको भनेर लगाउनु चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ कि घाम हावा सबै चाहिँ क्यापले सोक्छ अनि हेर्न सक्नुहुन्छ ब्याग कति बडा ब्याग छ यो नचाहिने सामान बोके खाम जस्तो लागेको छ यिनीहरू 2 टाल त झनै मेरो चाहिँ प्रपर ट्रेकिङ ब्याग हो शिव दाइले फकाइ मागेर ल्याएको काम लाग्यो दाइ देख्नु भयो आयौँ हामी आयौँ सबैले हामी जान्नौँ भनेको होइन हामी ट्रेक जान्छौँ भन्दा सबले हाँसेर उडाएर तिमीहरू मरै जान्नौ भनेको होइन दिदीहरू कस्तो लाग्यो हामी हिँड्दैछौँ ट्रेकिङ ब्याग बोकेर लट्ठी सविता दिदीको कम्मरमा कसेर हामी हिँड्यौँ अहिले हामी आउँथिनौँ होला तर सबैले तिमीहरू तिमीहरूको प्लान मात्र हो हामी त गाउँभरि हल्ला थियो कि ट्रेक जानु त गाउँभरि हल्ला जसले नि कहिले जाने भन्नु थियो हामी आयौँ हामी जिद्दी गरेर मान्छेले यो बाटो तिमीहरू नजाऊ जुकाले हान्छ भन्दा पनि हामी जिद्दी गरेर यही बाटो हिँडेछौँ देखि के हुन्छ सर्टकट यही रहेछ फेरि त्यो मोटर बाटो लङ कट हिँडेर नि क्यार्ने हो र भनेर चाहिँ यही बाटो हिँड्दैछौँ त्यही भएर हामी चाहिँ जुका इटस भनेर हिँडिरहेछौँ हामीलाई 2-3 जना मान्छेले यो बाटो नजाऊ जुकाले हैरान पार्छ भनेर वार्निङ दिँदा पनि हामी लम्क्या खाम यो बाटो हेरौँ के हुन्छ अब दिदी खै दिदी त यहीँ बसौँ भन्न थालिसक्नु भयो त्यही पनि चिचिमले 3 आवर्स भनेर देखाएको छ विनो आज चिचिमले रिच गर्न सकिँदैन तर हिलेखर्क चाहिँ पुगौँ भन्ने हो हिलेखर्क पुग्यो भने भोलिलाई सजिलो हुन्छ कि नत्र फेरि भोलि 10 आवर्स हिँड्नु पऱ्यो भने त त्यो गाह्रो हो नि त सकिँदैन आजै खुट्टा दुख्छ बरु जति सकिन्छ फर्स्ट डेमै तानौँ भन्ने हो अनि अर्को प्रब्लम चाहिँ हामी 3 जना केटी मात्र भएर पनि अलिक राति ट्राभल गर्नु मिलेन अनि त्यही हो लम्किया छ एनर्जी अलिक आएको छ सबैजनाले भनेको नमान्दाखेरि
रिग्रेट होला कि भन्ने डर पनि छ तर हामी रिग्रेट मान्दैनौँ क्या नहोस् भन्ने कुरा हो। हामी चाहिँ घाम तारा आइसकेछौँ हामीलाई थाहै पनि छैन फोन गरेपछि। अब हामी चाहिँ हिले खर्क जाने प्लान छ। त्यहाँ दुईटा बाटो थियो लेफ्ट राइट जानु मिल्ने हामी चाहिँ राइट आयौँ होइन राइट आउनु होला। हामीले चाहिँ धन्न तल दाइहरूले एउटा नम्बर यहाँ खुमै भनेर लेखाएको छ यो अनि तल दाइले चाहिँ नम्बर दिनुभएको थियो एकजना यहाँको हेड क्वार्टरको मान्छे भन्नुहुन्थ्यो। उहाँले उहाँसँग चाहिँ कन्ट्याक्टमा हिँडिरहेको छौँ हामी त्यसले गर्दा चाहिँ धेरै सजिलो भइरहेको त्यही भएर कन्ट्याक्टमा हिँड्नु होला। म त्यो नम्बर पनि मिलेसम्म डिस्क्रिप्सनमा राखिदिन्छु। र हामी चाहिँ अब चाहिँ जोस आहा दिदी पनि जोसिनु भएको भन्न चाहिँ हामीलाई जिस्क्याएको हो जति नै हिँड्न सक्छु भन्नुहुन्छ। बहिनी त जोसिरहेको छैन बाँधो धपाउनु हिँडेकै त हो होइन त। ल अल गुड गाइस यस हामी हिले खर्क पुग्छौँ। अब जुका एट्याक स्टार्ट भइसक्यो। मैले दुईटा फालिसकेँ दिदीले फाले यहाँ पनि हो कि के हो। ल गाइस यस्तै रहेछ जुका चाहिँ साँच्चीकै वाइल्डै छ त्यही भएर नरोकिकन हिँड्यो भने अलिक कम हुन्छ क्या। चलो केटी हो अलले भनेको चाहिँ मान्नु पर्छ है। जे होस् गति हेर्नुहोस् यहाँ दुईटीको मलाई नि भित्र ए मम्मी चाबाक खै गुन्डु केही ठाउँमा आइपुग्यौँ होला। पछाडि हेर्न सक्नुहुन्छ हिमालदेखि त यस्तो ब्युटिफुल हिमाल र हाम्रो स्थिति चाहिँ अब रूपले थाहा हुन्छ। म त बैरागी देखेँ होला त्यही नि बाल मतलब छैन अर्को बैरागी अर्की बैरागी सब बैरागी भएर हामी हिँड्दैछौँ। त्यही नै हो रमाइलो चाहिँ वाइल्ड रमाइलो भएछ। अहिलेसम्म भ्लग किन्न नगर्ने जुका फाल्दै ठिक्का कति जुका दे वे राइट बट हामी टाइममा पुगिन्छ भने थोरै जुकालाई हामीले कम्प्रोमाइज गऱ्यौँ। त्यो चाहिँ सरिपाखाबाट यता आयो घामताराबाट यता आयौँ हामी र यो चाहिँ हाम्रो अब हामी यता हिले खर्क जान्छौँ। अब हामीलाई तुबु पुग्न चाहिँ 15 मिनट छ। त्यहाँ चाहिँ होटेल्सहरू पनि छ तर हामी चाहिँ हिले खर्क नै पुग्ने प्लानमा हिँडेको। तुबुबाट 1 घन्टा जति लाग्यो। यस्तो मेस्मराइजिङ होइन पछाडि हेर्नु न यस्तो दामी छ त्यो हिमाल। हामीले नजिकबाट हेर्न जाने हो र हामी यहाँ छौँ र बाटो यस्तो छ। हामी तुबु आइपुग्यौँ 5 बजिसक्यो। यहाँ गीत बज्यो फेरि केही हुन्न। यो एउटा डेस्टिनेसनमा आएर पस्यापस्नै छ 10 मिनट भयो। भ्यू यस्तो छ दिदी फोटो खिच्न जाँदै हुनुहुन्छ ऊ भ्यू। तुबु हिल टपमा आइपुग्यौँ तुबु अनि त्यहाँबाट चाहिँ हामी हिले खर्कतिर लाग्यौँ। यहाँबाट चाहिँ सायद 1.5 घन्टा लाग्छ भनिन्छ। 5:30 भइसक्यो। हामीलाई कति टाइम लाग्ने हो उकालो बाटो रहेछ। यस्तै छ स्थिति हुस्से लाएर यस्तो छ कन्डिसन। ऊ त्यो तुबु हो अनि त्यहाँ चाहिँ बनाउनु लाज लाग्यो मान्छेहरू हुनुहुन्छ फर्किँदै हुनुहुन्छ। हामी चाहिँ चढ्दैछौँ कति उल्टोमा हिँडिरहेछौँ हामी। त्यही पनि हार नमानी चिचिमले त हामीले बाइकआउटै गरिदिइसक्यौँ आजको लागि बोइकट होइन। प्रोनाउन्सिएसन बिग्रिन सक्छ अब माइन्ड नगर्नु होला दिमागै ह्याङ भइसक्यो। अझ जसरी पनि हिले खर्क चाहिँ जिद्दी गरेर हिँड्यौँ पुग्नै पर्छ। त्यस्तो विधि अँध्यारो त होइन तर जङ्गलको बिचमा भएर चाहिँ पुरै अँध्यारो भएछ। अनि यस्तो अँध्यारोमा हिँड्दैछौँ 3 जना मात्र घर बिच बाटोमा मान्छे देख्दैन कति खुसी लाग्ने हो। यस्तो छ स्थिति। भरि भैँसीका अब थान भेटिन्छन् सातो जान्छ भरि मान्छे भेटिन्छन् खुसी लाउँछ। अब त आधी घन्टा भन्नुभएको उहाँहरूले भनेपछि त पुगिने भयो भन्ने भएको फाइनल्ली होइन। यस्तो छ क्या छ तर यो बिचमा हुस्से लाएर के भन्छ अरे हुस्से लाएर केही पनि यो जङ्गलको बोल्नै आइरहेको नि केही जङ्गलको बिचमा भएर पनि अलिक बढी नै अलिअलि अनुहार देखिने उज्यालो त छ। जङ्गलको बिचमा हुँदा हल्का डर पनि लागिरहेछ एडभेन्चरस पनि लागिरहेछ। त्यस्तो जनावरको डर छ त भन्नु भएको छैन त्यही पनि अलिकति अँध्यारो भएपछि हिँड्न डरै लाग्छ। मम्मी बाबा भिडियो हेरेर गाली नगर्नु है हामी पुग्छौँ समयमै पुग्छौँ। मम्मी बाबा भिडियो देखेपछि गाली त खाइन्छ होला के राति किन हिँडेको भनेर त्यही ठिकै छ। कहिले हो लगाएपछि गाली खायो त्यति बेलासम्म हाम्रो सबै थकान मेटिसक्छ अनि गाली खाँदा केही नि हुन्न क्या।
हे गाइज गुड मर्निङ फ्रम हिलेखर्क। हिजो 6:30 बजे हामी आइपुगेको थियौँ अनि भिडियो बनाउनै बिर्सेछ। अब त्यस्तै भयो के भोक लागेको थियो खाइयो अनि थकै लागेको थियो एकछिन आगो तापेर सुत्यो त्यति भएपछि चाहिँ भिडियो बनाउन बिर्सेछ। सो यो नै हो एन्ड अफ डे 1। अब चाहिँ म ठ्याक्क अब डे 2 स्टार्ट गर्छु। अब हिजै एन्ड गर्नुपर्ने अँध्यारोमै तर बिर्सेछ क्या। अब मलाई त्यस्तो एकदमै भुइँमा किन हेरेको भन्नुहुन्छ नि गोबरै गोबर छ अलिकति हेरेर हिँड्नुपर्ने हुन्छ। भ्यू चाहिँ यस्तो दामी थियो यहाँबाट त्यो भ्यू त्यो भ्यू देखाएर चाहिँ यो भिडियो एन्ड गर्छु अनि त्यसपछि नयाँ भिडियो स्टार्ट गर्छु।